एकान्तमा रमाउने बानी पार्नुपर्छ कि किन पार्नुपर्छ भन्दाखेरि हेर्नुहोस्, यदि हामीहरू खालि भिडभाड हामीहरूसँग मानिसहरू भेट्न आए, हामी मानिसहरू कहाँ गए, सबैसँग घुलमिल भएर बसिरहन पाउँदाखेरि आनन्दित हुन्छौँ भने हामी कहिलेसम्म आनन्दित भइरहन सक्छौँ? एक दिन त हामीहरू एक्लिनुपर्ने हुनसक्छ। एक दिन यस्तो समय आउन सक्छ कि हामीलाई भेट्न कोही पनि नआउन सक्छन् र हामी पनि कसैकोमा भेट्न नजान सक्छौँ। संसार हो, दुश्मनी भइदिन सक्छ, विचार नमिल्दिन सक्छ कि मान्छेहरू एक्लै छैनन् संसारमा। तर जो व्यक्ति एक्लै बसेर रमाउन अभ्यस्त भइसकेको छ, यो सब अभ्यासको कुरो हो। अभ्यास जति हामी अभ्यास गर्छौँ त्यति नै यसमा पक्का बन्ने हो। एक्लै रमाउने, भगवानमा रमाउने, आफ्नो अन्तरात्मामा रमाउने हुन्छ नि कोही मानिसहरू। जब व्यक्ति आफैमा रमाउन ऊ अभ्यस्त भइसक्छ, अब उसलाई बानी पर्छ, अब के हुन्छ भन्दाखेरि अब ऊ कसैमा भर पर्नु परेन कि आफ्नो खुसीका लागि अब कसैमा भर पर्नु परेन। अब म कसैसँग भेटेर आनन्दित हौँला भन्ने पनि भएन। अब कोही मलाई भेट्न आएर आनन्दित हौँला भन्नु पनि परेन, पर्यो त र एकान्तले कहिले छोड्दैन। त्यसैले गर्दा हामीहरूले हाम्रो खुसीको स्रोत त्यस्तो चिजलाई बनाउनु पर्छ जसले हामीलाई कहिले पनि नछोडोस् होइन। साधु सन्त ऋषिमुनिहरू किन एकान्तमा बस्न मन पराउनुहुन्छ भने एकान्तले कहिले पनि छोड्दैन, अरूले छोड्दै जान्छन् बिस्तारा। प्रियभन्दा प्रिय व्यक्तिहरूले पनि छोड्दै जान्छन् र सबैभन्दा ठुलो त भगवान्ले हामीलाई कहिले पनि छोड्नुहुन्न। अन्त एकान्तमा बसेर एकान्तमै अब जन्म जन्म बिताउने पनि न बोली तिमीसँग न बोली दिन ढल्दैन है मेरो तिमीलाई न। कोही उकाली ओह्राली जहाँ हात समाई सँगसँगै हिँड्थ्यौं, कसरी गर्छौ ए मेरी सानो, त्यही बाटो मेला पात पराएको त्यही छायाले